सो आज चाहिँ म मेरो गर्लफ्रेन्डलाई भाटभटिनीमा 1 मिनट दिन्छु। उसले 1 मिनटमा जे पनि किन्न सक्छ, तर फुड सेक्टरबाट है त। सबैभन्दा मेन चाहिँ फलो चेक गर्न जरुरी छ। सो अटोपेलाई फलो गर्नु भएको छ। सो एज यु क्यान सी उसले अटोपेलाई फलो गरेछ, त्यही भएर उसले यो गेम खेल्न पाउँछ है त। ल भाटभटिनी जाम। सो अब चाहिँ हामी फुड लाइनमा जान्छौँ है। फुड लाइनमा उसले के चुज गर्छ ट्याक्क त्यसको चाहिँ लास्टमा। सो टाइम चाहिँ अब स्टार्ट हुन्छ है। तिमीलाई जे चाहिन्छ 1 मिनटभित्र 1 2 3 गो स्टार्ट। ल Why are you running? Why are you running? 15 seconds. Wait, 5 seconds left, 5 seconds. 3, 2, 1, सक्यो। ओए स्टपै हाले होला फेरि। के लियो? 1 मिनट 4 सेकेन्डमा स्टप भएको छ। कतिको होला गेस हान भने? चाहिने सामान मात्र किनेर छ है। बिचारा बुझ्ने गर्लफ्रेन्ड चाहिँ के गर्नु। भाटभटिनी ल भयो 3090 रुपिज ओन्ली है। एक झोला सामान भनेको चाहिँ यस्तो हुँदो रहेछ है। उसलाई जस्ट 1 मिनट दिएको थियो, अलमोस्ट 3100 को। यस्तो सानो सामान अरू केही पर्दैन। सो यस्तो बुझ्ने गर्लफ्रेन्ड चाहिँ सबैको हुनुपर्छ है। ल यो भिडियो त हेरिहाल्नु भयो। सो मेरो चाहिँ अहिले यो नयाँ KYT को मैले अटोबेलबाट लिएको है। तपाईँहरूलाई पनि एसेसरिज हेलमेट केही पनि चाहिए अटोबेललाई सम्झिनु होला। हामीलाई इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ, टिकटकमा। अनि हाम्रो टेकु र कपनमा ब्रान्च छ। कपनको ब्रान्चमा डेन्ट पेन्ट वासिङ सबै हुन्छ। टेकुमा हेलमेटदेखि लिएर सबै पाइन्छ है त। धन्यवाद।